welcome back to my channel. It's me Pooja. If तपाईहरु न्यू हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गर्नु चाहिँ नबिर्सिनुस् होला है। अनि आजको भ्लग चाहिँ एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ किनभने चाहिँ आज चाहिँ हामी चाहिँ गएको थियौं बेबीको अन्नप्राशनको लागि शपिङ गर्नु है। तपाईहरुलाई थम्बनेल र टाइटलबाट अलरेडी थाहा भइसक्यो होला। आई होप तपाईले यो भ्लगलाई चाहिँ इन्जोय गर्नुहुन्छ है। अनि यो इन्ट्रो चाहिँ मैले चाहिँ पछि बनाएको किनभने बिहान चाहिँ यस्तो रश भयो है केही बनाउनु पाएन। अन्त तपाईहरुलाई म के गरे शपिङ गरे भनेर चाहिँ यो भ्लगमा मैले देखाउनु पाइनँ भने चाहिँ म नेक्स्ट भ्लगमा देखाउने छु। सो विदाउट वेस्टिङ अ टाइम लेट्स गेट इन्टु द भिडियो। पनि मजाको है। नानी उठ्यो उठ्यो भने त एकछिन गरिदिनु पर्थ्यो नि। एउटै साइज खाली आउँछ अटी नि आउँछ 6 महिना खाली आउँछ नि। हजुर ठुलै हुन्छ होला हुनु त है। पास्नेको नि त ठुलै हुन्छ नि। लगाइदिनु भयो कचुरै देखिने छ हो। निउ लाग्यो त बिहाको त साडीहरु पनि पाउँछ यहाँ। साडी पाउँछ नि। साडी पाउँछ यो खालको साडीहरु पनि पाउँछ हैन। हामी चाहिँ अब चाहिँ खाना खानु गएको हो। यो चाहिँ यस्तो छ। यस्तो त मन पर्दैन हौ मलाई त। यता सिधै नि कताबाट हिँड्ने यताबाट त होइन यताबाट। हजुर ठिकै हुन्छ। हजुर हुन्छ अहिले आउँछौँ नि ल। नानी कति दुध है भन्नु न। मेरो छोरा चिल्लाको है। आऊ छि 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 1000 है 15,000 मा पाउँछ त कि त्यो चाहिँ अलिक उयो हुन्छ। यो चाहिँ क्वालिटी राम्रो नि त। के निबे त कहाँ देखाउनु उता किनेको देखाउँ न मम्मी। हौ यो खाएको त भनेको त मैले। हैन यो कलर छानेको राम्रै छ। यो हेर त यो ठिक्क छ। त्यही भनेको मैले। यो भनेको मैले ठिक्क हो। होइन होइन नानीको कस्तो पातला खालको हेर्नु। अस्तिकै हामी लगेको थियौँ सुट होइन अस्ति हामी नानी लगिदिएको यहीँबाट लगिदिएको बेस्ट बेस्ट र त्यो तीन वर्ष एउटा यो कलर हेर त बहिनी 19 वर्ष बुढा बुढी दुईजना कमेन्ट तीनजना चाहिन्छ बनाएर ल ए हुन्छ हुन्छ। बहिनी छक्क
यतिको हुँदो रहेछ हेर्नु म कालो मिस्टेको राम्रो हुन्छ नि त उयो बटुका हुन्छ नि चाँदीको खानाको चम्ची बटुका पाउँछ पाउँछ हजुर पाउँछ हेर्दा नि ओजन गरेर ओजन गरिदिनु त गाइज आई होप हजुरहरूले यो भ्लगलाई इन्जोय गर्नुभयो होला है अनि यस्तै हो बेबीसँग हिँड्दा चाहिँ यस्तो हुन्छ नि नानी फेरि अहिले पुरा चिच्याउनु सिकेको छ क्या अन्त उसलाई चाहिँ फकाउनुपर्छ फर्स्ट उसले के भनेको हामी त अब बुझ्दैन होइन अन्त चिच्याउँछ पुरा चिच्याउँछ अन्त अब बुझेन भने चाहिँ पुरा रुन्छ क्या कसैले फकाउनु पनि सक्दैन आजकल त त्यो इन्जेक्सन लगाएकोदेखि यस्तो साह्रो परेको अन्त मैले एउटा भ्लग मेरो एकदम पेन्डिङै छ है नानीसँग एडिट गर्नै पाएको छुइनँ सो गाइज तपाईँहरूलाई इन्जोय गर्नुभयो होला है मेरो भ्लगलाई अनि अब चाहिँ इन्ट्रेस्टिङ भ्लगहरू आउनेछ अनि बेबीको पास्नी चाहिँ कहिले हो भनेर यो नेक्स्ट भ्लगमा तपाईँहरूलाई म भनिहाल्ने छु है अनि टिल देन टेक केयर है थ्याङ्क्स फर वाचिङ अनि एकैचोटि अर्को भ्लगमा भेट्नेछु हजुरहरूसँग बाई बाई